सो हेलो गाइज वेलकम टु माई ब्लग म चाहिँ हजुरको काका छ नि तपाईँहरू सन्चै हुनुहुन्छ होला म नि सन्चै छु आज चाहिँ हामी होइन को काँदा खाँप्रे बाबु दही ल्याउन जाँदैछौँ है अनि ऊ त्यो लागिरहेको छ देख्न सक्नुहुन्छ है जाडो बस्नु गरिरहेको छ यो लागेपछि धेरै जाडो हुन्छ किन हो गाइजहरू यो के हो अरे बाबु चन्द्रमा नि चन्द्रमा यसले गर्दा धेरै जाडो आइरहेको छ सो गाइजहरू किनभने आजभोलि अब कुन महिना यो वैशाख असार साउन भदौ असोज कार्तिकको महिना हो अब कास्कीमा जाडो आइसक्यो मङ्सिरमा पनि जाडो नै हुन्छ मङ्सिरमा झन् धेरै जाडो अनि पुसमा झन् धेरै जाडो जाडो अब त है अनि त्यसपछि गर्मी फेरि अब चैत वैशाखमा आउँछ है सो गाइजहरू हुन्छ यतिर अब पानी पनि सबै बन्द गरिदिए खान् किनभने धान काट्न खान्ने सबैले धान काटेर ओसार्दैछन् अनि कसैले त्यो गर्दैछन् त्यो सबै पानी बन्द गरिदिइसके खान् सो गाइजहरू अनि अगाडि फेरि मान्छे गएर खान कुकुर लगेर देख्न सक्नुहुन्छ सो गाइजहरू अनि यतातिर अलि यतातिर पनि धान छ काटे होइन सो गाइजहरू देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ पराल राखेको छ के राखेको छ अरे बाबु पराल होइन के धान धानको कुकुट्टे राखेको छ किन होइन यतातिर धान के अरे त्यो बाँस पनि छन् देख्न सक्नुहुन्छ कति ठुला ठुला बाँस है गोलो लगाए बाँसमा अनि चाहिँ रोड हो तर यतातिर फेरि रोडमा त्यो गराएको छ नि पहिला त बारी थियो होला कुलाले लग्यो होला नि त सबै सोगाइजहरू सोलो गाइज होइन यतातिर चाहिँ पुरै काटेर चिल्लो चिल्लो गराइसकेको रहेछ नि खरसाटीहरू काटे खान् किन त्यो त थाहा भएन सोगाइजहरू दौरा बनाउने होला नि त दौरा बनाउने सोगाइ अघि न मैले नि मलाई नसुटिरहनु के भन्ने बेला त्यो काट्नु अड्डाउनु भएको त्यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ दौरा राखेको छ है यहाँ दौरा काटेर राख्यो होला कतादेखि यता हेरेर बाबु ए बाबुको ह्यान्डसम छन् है टोपी छोडाइदेऊ यता हेर सगाइजहरू बाबु ह्यान्डसम छन् यिनसँग बिहा गर्ने भएपछि भन्नु लगाएछ है धेरै आइपुग्यो यहाँ चाहिँ यसको घर छ गुरुले दाजुको सेल लगाइसकेको चाहिँ गोरु राखेको खान है यो चाहिँ साथी घर हो मेरो है हुन्छ अनि यता चाहिँ ठुलो पर्खालोहरू छन् सुँगुर छ शुक्रबार शनिबार हो जानुहोस् जान्छौँ सो गाइजहरू है खर्च गर्छ नि यता पनि चिल्लो गराएर गराउनु पर्थ्यो है गराएपछि राम्रो हुन्थ्यो हो नि बाबु सो हेलो गाइज है अनि यता चाहिँ धानहरू पनि सबै त्यो गरेर लगाइसक्यो अब सबैले हाम्रो त पहिल्यै गराइसक्यो होइन अस्ति नै धान त्यो गराइसक्यो पानी नपर्दै अहिले त अब पानी परेर नि पाइन्छ घाम लागेको छ सो गाइजहरू बिहान घामले भिटामिन के दिन्छ अरे बाबु भिटामिन डी दिन्छ यति पनि थाहा भएन कोया दुध ल्याउ न या जेबमा छ यी जेबमा छ जेबमा यी भाँडो भन्दा पनि टाढो जस्तो लागिरहेको पानी खाने बोतल लगाइ चाहिँ यता फुल छन् फुल जागेका छन् देख्न सक्नुहुन्छ तपाईँहरूले है फुल जागेका छन् अगाडि चाहिँ बाबु गइसक्यो है बाबु चाहिँ अगाडि गइसक्यो सो गाइजहरू हान्छन् छन् चाहिँ घाम लागिरहेको है अहिले चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले बिहान घामले चाहिँ भिटामिन डी दिन्छ सो गाइजहरू हजुरहरूले पनि ताप्नु होला थाहा होला हजुरहरूलाई पनि किन के हुन्छ र बन्द गर के हुन्छ पकर्छन् के भने पकर्छन् र भने आउँछ नि त धेरैले देखि धेरै तार छन् अनि यहाँ हाम्रो घरदेखि तिम्रो घरदेखि तुलसीपुर चोक गाजेत छ त्योभन्दा तारा छ त्यो तुलसीपुर चोक तारा छ क्या हो कि न दोस्ती साथी ओ साथी रुख साथी रुख साथी दोस्त सो गाइजहरू मेरो साथी चाहिँ अगाडि गइसकेका छन् साथी रुख साथी
साथीको अनुहार छ गाइजहरू ह्यान्डसम छन् है। ल सो गाइजहरू होइन आज चाहिँ हामी चाहिँ यता आइसकेका छौँ होइन गाइजहरू आजको लागि चाहिँ यति नै अब भेटौँला नेक्स्ट भिडियोमा सबैलाई बाई बाई। सो गाइजहरू ल